सारा संसारको क्षत्रियहरूकै निराशता देखियो। कतै मेरो यो प्रतिज्ञा पुरा त नहुने होइन। के देख्दैछु? यो कस्तो लज्जास्पद कुरा गर्दै हुनुहुन्छ? के हजुरलाई थाहा छैन? यही सभामा सूर्यवंशी रघुकुले नन्दन श्री राम प्रभु आउनु भएको छ भनेर? जुन सभामा सूर्यवंशी रघुकुल नन्दनको आगमन भएको छ, यो लज्जास्पद कुरा? यदि मेरो माता श्री राम प्रभुको आज्ञा हुन्छ र मेरो गुरुको आदेश हुन्छ भने यो धनुष ताके यो पृथ्वीलाई नै भस्म नष्ट गरेर टुक्रा टुक्रा बनाइदिन सक्छु। भ्राताश्री, क्षमा पाऊ भ्राताश्री। आज राजा जनकको यो लज्जास्पद कुराले यो मन भड्किएको छ। यदि हजुरको आज्ञा हुन्थ्यो भने यो धनुष अहिले टुक्रा बनाएको छ। युवराज, यहाँ वचनले होइन सामर्थ्यले कार्य देखाउने ठाउँ हो यो। देख्नुभयो नि हजुरले, यी सारा वीर योद्धाहरू, कयौं युद्धमा विजेताहरू छन् यहाँ युवराजहरू। उहाँहरूले देख पनि लगाउन नसक्नु भएको शिवधनुष के तपाईहरू जस्तो बालकले प्रत्यक्ष चलाउन सक्नुहोला? राजा जनक, न कतै ती बालक भए तापनि वीर पो छन् कि यिनीहरू पनि राजकुमार नै हुन्। एक पटक यिनीहरूलाई मौका दिनुभयो भने हजुरभित्र भएको भय, डर, त्रास पूर्ण त हुने हो कि? हजुरको आज्ञालाई नगार्न सक्दिनँ। हजुरको आज्ञा सिरोपर लड्दै आज्ञा दिनेछु। मेरो आज्ञा छ। विश्वास त छैन, तर पनि सीता, यो कस्तो अनिष्ट हो। मैले कस्तो प्रतिज्ञा गरेको रहेछ। मेरो प्रतिज्ञाको कारण तिम्रो विवाह नहुने त होइन। राम, आज्ञा होस् कुलदेव। जाऊ, गएर त्यो शिवधनुषमा काँधो चढाएर जनकप्रति भएको डर, त्रास, भयलाई पूर्ण गरिदेऊ। अवश्य गुरुदेव, म हजुरको आज्ञामा शिरोपर छु। म हजुरको आज्ञामा प्रतीक्षा गरिरहेको थिएँ। यदि हजुरको आज्ञा रह्यो भने म यो शिवधनुषमा अवश्य पादो चढाउने छु। जाऊ राम, मेरो आशीर्वाद छ तिमीलाई। आफ्नै प्रतिज्ञाको कारणले यही समयमा मेरो भ्राता श्री राम प्रभुले शिवधनुषमा तादर चढाउने हुनुहुन्छ। यही समयमा पृथ्वी कम्पायमान हुन सक्छ। त्यसैले हजुरहरू आफ्नो आफ्नो स्थानमा सावधान भएर रहनुहोस्।